हेलो साथीहरू, गुड मर्निङ। म सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। म चाहिँ आज बुटोलदेखि पाल्पा जाँदैछु। त्यति गर्मी बढेको कारणले बुटोलमा हावाखाना चिसो हावाखाना पनि हुने भयो है। अनि त्यो भएर जान लागेको म चाहिँ पाल्पा चाहिँ खासमा। भिडियो चाहिँ सबैले अन्तिमसम्म हेरेर साथ दिनु होला, सपोर्ट गर्नु होला, माया गर्नु होला। मेरो चाहिँ यो युट्युबको फर्स्ट भिडियो हो है। अब भ्लग चाहिँ म रेगुलरली बनाउने प्रयास गरिरहेको छु। हजुरहरूले माया देखाउनु होला। यो चाहिँ बुटोलको गोलपार्क हो। यसको राइट साइडमा लुम्बिनी केबल कार रहेको छ। सिद्धबाबा आइपुगिसकेका छौँ। यताको चाहिँ सुरुङ मार्ग हो है साथी। खोला पनि चाहिँ यहाँ साथीहरू, यहाँ पौडी खेल्दा सबैले ख्याल गरौँ, यहाँ जोखिम छ। बहिनीको मन्दिर चाहिँ यही देखिन्छ साथीहरू। प्राकृतिक दृश्यहरूले भरिपूर्ण छ हाम्रो पाल्पा। देख्दैमा मनमोह छ, रमाइलो लाग्दो, सुन्दर आफैमा है।
बाटोको माथि फुलेका यी रङ्गी बिरङ्गी फुलहरूले सुन्दरता थपेको छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण छ हाम्रो जन्मभूमि, सबैले माया गरौँ। हजुरहरूको सामु अर्को भिडियो पनि ल्याउने बाचा गर्दै यो भिडियो चाहिँ यही अन्तिम गर्न चाहन्छु। हस्त।